नमस्कार सम्पूर्ण जुम्लावासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू। यही माघ 22 गते यानी कि हिजो बेलुका 6:30 हामी करिब लिताकोटमा चाहिँ हामी नियमित चुनावी प्रचार प्रसार कार्यक्रममा थियौँ। चुनावी प्रचार प्रसार कार्यक्रममा भइरहँदा लिताकोटका आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूले अत्यन्तै मायाका साथ खुसीका साथ स्वागत गर्नुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र कार्यक्रम सकिसके पछाडि 81 अहिलेका प्रतिनिधि सभाका सांसदका उम्मेदवार आदरणीय दाजु नरेश भण्डारीका कान्छा जुवाई नरेशजीको जुवाईसँग खासुट गर्दै आएर मलाई बोल्दै हुनुहुन्छ। धर्मराज रावत एवं अखिल क्रान्तिकारीका माओवादी संगठन विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जुम्ला जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य र आदरणीय नरेश दाजुका कान्छा जुवाई धर्मराज रावल तरबार लिएर एककारी आइपुग्नु भयो। प्रहरी र त्यहाँका स्थानीयहरूको सहकार्य र सहमतिमा र प्रहरीहरूको साथ र सहयोगले गर्दा धन्न आज ज्यान बच्यो र हामी ठुलो दुर्घटना हुनबाट बच्यौँ। त्यसको लगत्तै हामीले